सर्लक्क ल है मैले हेरेँ त तर फेरि जाम हाम्रो पहिलो रात यो त पानी हो मैले बत्ती पनि बन्द गरिदिएँ कि बत्ती बन्द गरेर ठिक भयो पर्दा चाहिँ खोलिदिनु है बरु ए पर्दा खोलिदिनु बटारेवाला बटारे पर्दा भयो कफी पनि यिनीहरू पनि यसरी यसो पखालेर त्यहीँ झुन्डाइदियो भयो पानी भरियो किचन भयो एकदम टाइडी राखेर हामीलाई त्यस्तो हाम्रो त्यस्तो अनडिसिप्लिन यो भयो यहाँ केही त छुट्यो छैन नि यहाँ धेरै यादहरू छुट्यो त्यही यादै छुट्यो चर्बी पनि यस्तो भयो होइन माथि क्लियर एन्ड आउट पुरै 3 चोटि छ हेर त्यो भन्दा त बढी के चाबी दुईवटा त्यहीँ छन् लक गरेर त भनेको थिएन होला है के अरे त्यो लामो कालो गाईको छालाको त्यो उस्तो अगाडि चाहिन्छ कि यो ल अब हामी लागौँ है हामी ब्रेकफास्ट गर्नलाई वार्नाबुल गरिन्छ माइल चलाउनुहुन्छ सुरुमा होइन ल त्यसलाई यस्तो भयो कि मलाई पनि यस्तै हुन्छ यसलाई नि यस्तै भन्छ केटालाई नि भन्ने भयो कि त्यसलाई होइन हामी त आकाशमाथि उडेको आकाशमाथि उडिरहेछ के अरे उनको भयो त्यही भएर हो कि ल के हाम्रो आजको यो भनेको हामी यहाँ वेल ह्याभिङ अ वेल अफ अ टाइम रे क्या वाइल अफ अ टाइमलाई चाहिँ वेल बनाइदिएको चाहिँ कस्तो रेकर्डिङ बन्द गर्नु हामी वेल यहीँको समुद्रको पानी सकाइदिएको होला नि सबै खाएर हुन सक्यो के ओ वाह मान्छे होला हौ They don't have a dorsal fin. Dorsal थाहा छ आयो आयो यिनीहरूको त चर्क पनि झन् राम्रो छ बिचार लागिसक्यो The Warrnambool Visitor Information Center and Flagstaff Hill Maritime Museum acknowledge the traditional owners of the land on which we met, the Pik, Wurrung and Kiara Wurrung people of the Mar Nation. We pay respect to their elder past and present and extend that respect to all the indigenous people visiting our venue. Thank you. The Warrnambool Visitor Information Center and Flagstaff Hill Maritime Museum acknowledge the traditional owners of the land on which we meet, the Pik, Wurrung and Kire Wurrung people of the Mar Nation. We pay our respects to the elders
past and present, and extend that respect to all the indigenous people visiting our venue. Cameraman Raju Dakal ka साथ में म रिपोर्टर आयुष रेग्मी गैलेक्सी 4K साउथ अस्ट्रेलिया. बुढोले यार मन जित्यो पहिलो नम्बरमै कि पहिलो नम्बरमा त जानु गाले जानु गयो मन जित्यो एन्ड्रुले दोस्रो नम्बरमा अनि टप 10 मा त पर्यो टप जतिमा पर्यो नि अन्तिम भयो सकियो अब यो अन्तिममा पर्नु हो राम्रो टप 10 मा पर्नु भनेको त धेरै उत्कृष्ट हो नि त्यो त अनि संसार भरिकै यत्रो मान्छेमा टप 10 मा परेको अनि अब्बल अङ्कका साथमा है राइट भने है टर्नी हो टर्नबाट यहाँबाट चाहिँ हामी 300 मिटरमा हामी अब B10 ग्रेट ओसियन रोडलाई हामीले उस गरौँ न नेपालीमा के भन्छ ठुलो समुद्रिक सडक महासमुद्रिक सडक महासागर महासागर ओसियन भनेको आफै महासागर हो कि भव्य महासागर सडक महान महासागर महान महासागर मार्ग रोड मार्ग म्याकडोनल्डले त्यसै गाई गाई मिठाईहरू म्याकडोनल्ड्सको बर्गर त्यत्रो एडिट गर्ने त तागत नि हुनु पर्यो कुत्रिया साला ज्यामाइला होइन त्यो टुवेल एमस्टल भन्दा हाई सर क्यामेराम्यान राजु ढकालको साथमा म रिपोर्टर आयुष रेग्मी ग्यालेक्सी 4K ग्यालेक्सी 4K बे अफ आइल्यान्ड भिक्टोरिया भिक्टोरिया Seals? कुन कहाँ Oh my god. यो पनि पानीले खान्छ अलिक वर्षमा यसलाई नि एउटा आइल्यान्ड बनाइन्छ क्या झरप्पै डोना चढेर यता हेरौँ हामी द बे अफ शहीदहरूकोमा आइयो शहीदहरूलाई श्रद्धाञ्जली उसको पनि फोटो खिचौँ न यो धेरै नै उत्कृष्ट जग्गा रहेछ यो पनि 2 सेन्टिमिटर परियो ए यो त भेडो तलै जाने बाटो र त हेर त ए अनि ठाम रहेछ नि त्यहाँ त ब्लू होल जस्तो मेन्टेन 3 point contact at all times
कहाँ लेखेछ खै मैले भनेको हेर न मा यो त वहाँ तल लगाएर वहाँ तल त्यो ठाम छोड्ने कुरो आम न म यहीँ बस्छु निम्रा हेर न यो पुरै रसै रहेछ त नि रसा तलमा आइएछ नि मुला हो भनेर चाहिँ त भनेको अब त चुनाव भनेर रहेको होइन त महाराज अब त मुला हो भने रसाइदियो भन्ने कुरै भनेको चुन्नुङ आसी चुन हौ बास चुन हौ भने रसाइदेऊ होइन त हन्छ चाहियो नि है त्यो पुरुषहरूलाई त्यहाँबाट अरू यहाँ खोज्छौँ त्यसमा खै यहाँ फेरि आउनुपर्छ यार मम बाबा आउँछ यो चाहिँ लन्डन ब्रिज है लन्डन ब्रिज होइन यो लन्डन ब्रिज हो झरझर झरझर साइलै मात्रमा यस्तो छ हामी चाहिँ आजको मुख्य आकर्षक केन्द्रमा आइपुगेका छौँ होइन रेग्मी सरले रेग्मी सर चाहिँ एकदमै पढाउन उत्साहित हुनुहुन्छ अनि हरेक कुरोलाई चाहिँ तर मार्का ल्यायो केही पढाएन एक जात पढाइएन यार यो उपमन्युबाट पनि केही लस्तो भएन कौशिकहरूले नि अब स्थिति कन्ट्रोलमा आफ्नै हातमा लिनुपर्ने अब नियन्त्रण ठिक छ केही भएन कौशिकहरू भनेको चाहिँ रेग्मीहरू लुइटेलहरू पर्छन् अरू को पर्छ मन्दिर अर्केश्वर महादेव हुन्थ्यो यहाँ चाहिँ अब अर्को भयो मात्रै अलिक बढी नै गयो क्या ओके यो चाहिँ अलिक कति बेला भयो यो ब्लू कलर हो क्या मलाई मनपर्ने साह्रै अति नै अब लाग्ने होइन त लाग्ने अब भिडियो बनाएर राख्नु है फेसबुकमा अनि के अरे फेसबुक रे युट्युबमा फेसबुकमा होइन युट्युबमा मम्मीले हेर्ने भन्नु न त हो र बाबुले खिचेर राखेको हुन्छ नि सबैले मोनिटाइज गर्छन् भन्नुहुन्छ मम्मीले त जतिखेर नि भिडियो राख्ने मोनिटाइज हुन्छ भन्नुहुन्छ कि मम्मीलाई भन्न आउँछ नि त यो कुरा नि जान्छ भिडियोमा मम्मीले के भन्नुहुन्छ थाहा हुन्छ मौद्रिकीकरण यसरी माथि चाहिँ गाडी हिँडेछ यहाँ चाहिँ यो 12 ज्योतिर्लिङ्ग एक्नोलेज गर्ने हाइवे यही हो ग्रेट ओसियन रोड हाइवे हामी खालको माथिमा तलबाट आनन्दले हिँड्नु उचिताइदिनु हल जसरी नेटवर्क नेटवर्क त टेस्ट लिनु पर्यो नि घुडा लिएर हुन्छ र ठिकै जुत्ता नि अझै पर्दैन जुत्ता अझै लामो होला जुत्ता त बढे खान लामै छ नि जुत्ता त बढे मान गर्छ आइसक्यो मोनेटाइज गर्नु पर्ला म मेन्टल्ली डिसेबल छु भनेर यता जानु आजको दिनलाई मात्रै के भन्छ त यसमा त्यसको मालिक खोज्नु पऱ्यो क्या कुन कन्ट्री भनेर एक्सपेक्टेसन भर्सेस रियालिटी ममा पनि खाएको
भनेको पाउँदैन होइन त यो खस्न रेडी छ क्या यहाँ होइन किनकि बिलिनियर र खरब बराबर हो जस्तो लाग्छ कि मलाई ए म सिम्पल छ भने संसारमा कति मान्छे छन् 8 बिलियन 8 अरब खरब होइन अरब अरबमा छन् बिलियन भनेको अरब बिलियन भनेको अरब हो अर्बपति भनेको अर्बपति डलर अर्बपति बिलियन भनेको भन्छ त 40 मिलियन भनेको त 40 अरबै भयो नि त 8 अरब र होइन 4 अरब ओहो ठाउँ त यहाँ रहेछ आज अघि हामीले भनेको थियौँ 11औं र 12औं ज्योतिर्लिङ्ग यहाँ छ क्या हुँदै अब So they have like their stops. Like they have their stops. So this is like हेलिकप्टरबाट अरे पनि कति गरे होला भिडियोमा बस्छ कि फोक्यो हो एउटा फ्रेम सर्ट स्टिल राखिदियो भने यसैमा आउँछ हामी यहाँ झरेर यहीँ तल त हो नि रुपको करौतीले गैरी खेतको बिजक हुँदै 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 त्यो लाइम स्टोन पकाएर लाँदो रहेछ क्या चिराबारी गरे जुन त्यो केप जस्तो पऱ्यो त्यो चाहिँ वेब ल्यायो अनि चिरा परेको चाहिँ गैरी खेत त्यो त गैरी खेत गैरी खेतले होइन तपाईँहरू त नसोधै नि हुन्छ म भन्दिनँ यो कुरा त चिरा परेको त परौतीले अनि केमा नैनी जस्तो के रहेछ ए नौनी जस्तो मेरो माया हो कि मेरो मन नौनी जस्तो चिरा पर्यो एक्सप्लेन बाई आइस रुपको करौतीले रुपको करौती करौती भनेको थाहा छ आयुष के भन्छ करौती भनेको चक्कु जस्तो हुन्छ क्या चक्कु जस्तो हो अनि चक्कु नि सानो भएर नत्र करौती नै हो करौती करौती भनेको कस्तो हुन्छ भन ए बुझे घरमा मावरी पाल्ने अनि मनमा छ नि त्यो त मनमा गढेछ मैले त छुन नपाए पनि मेरो त सधैँ दिलमै हुनुहुन्छ राजा वीरेन्द्र र महेन्द्र यस्तो चारवटा हुन्छन् अरिकल र भेन्ट्रिकल तिनवटा भेन्ट्रिकल र अरिकलमा चाहिँ महेन्द्र एउटामा वीरेन्द्र तिमी त औटा मुख्य आर्टरी पुल्मिनरी आर्टरी पल्मोनरी आर्टरी होइन नि त्यो त पल्मोनरी आर्टरी भनेको त फोर रगत सुपेरियर भेनकावा होइन न के अरे मुटुमा त अरूले ठाउँ लिन्छ क्या तिमी कलेजतिर तिमी मेरो कलेजमा हौ भन्न पित्त थैली ठिक छ के छ विचार होइन त्यसो त कलेजै भयो के कलेज हो किन कलेज अलिकति केही भयो भने फेरि पलाउँछ नि त माया पला हो नि ल हो अनि त्यस पछाडि रगतको चाहिँ ग्रेभ्यार्ड हो अनि ग्रेभी के हो हजुरको तिमी त पुरै सिङ्गै हो नि अरूको चाहिँ के हो तर के हो
के हो सिङ्गै मुटु 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 कुटु कुटु दुख्यो मुटु तिमी टाढा हुँदा तिमी मेरो मुटु कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु पानी पानी पिउँ न ल दिनु त मैले पनि दिन्छु है मिठो थियो अनि त्यसै राजाप्रतिको त्यत्रो सम्मान नहो भाइ श्री 5 प्लेट लिन्छ कि यिनीहरूलाई भित्रको अँध्यारोले गर्दाखेरि चाहिँ त्यस्तो लाग्यो कि रात सकिसक्यो दिनै भन्ने भएको आम जाऊ हेर न कतै अरे आजकल कसरी खिच्दैन यो दोस्रो दिन हामी बालराटभन्दा थोरै अगाडि आएर बसेको थियौँ होइन घर यस्तो थियो रेग्मी सर आउनुहुन्छ क्यामेराम्यान राजु ढकालको साथमा रिपोर्टर निम्डा निम्डा दुज्रस टेल्मी लहु ओके Congratulations, brand nitrate. लहु ओके कसरी हो यो एउटा तान्दा दुइटै आएको छ लहरु तान्दा पहरो थर्किने भनेको त यो रहेछ त लहरु तान्दा पहरो निम्डा म भन्ने यहाँ मुभ भएको थिएँ नि बाजार फेडरेसन युनिभर्सिटीको लागि कोठा यस्तो घर ठिकै हो तर यो प्रिपरेसन एकदम गलत प्रिपरेसन मन नपर्दो के छ कोठा यस्तो छ एउटा सानो हिटर देखा यो हिटरले कतिको तताउँछ भन्ने कुरा थाहा छैन यस्तो छ त्यस्तो त्यस्तो छ यहाँ निम्डा निम्डा यही नै हो त्यति साह्रो उत्कृष्ट घर त छैन चाहिँ मेरो हुन नसकेको घर फेरि मुस्त गइएन डिप्रेस्ड भइयो त्यो अर्को रुम देखेर त त्यहाँ त छिर्दा पनि छिरिएन ल अहिले यति नै गरौँ भोलि नै होला अब